नमस्ते एभ्रिवान। आज चाहिँ म सुकुटीको अचार बनाउन गइरहेको छु। सबसे पहिला अदुवा र लसुनलाई यसरी काटिदिए सानो सानो। त्यसको बादमा जिरालाई पनि भुट्दैछु। जिरा भुटेको बादमा कराई बसाइदिए अनि कराई तातेपछि तेल हाल्नुपर्छ। तेल हालिसकेपछि मासुलाई पनि फ्राई गर्दैछु। मासु फ्राई गर्दाखेरि चाहिँ मैले यसको सानो मतलब फ्लेमलाई मिडियम फ्लेममा राखेको थिएँ। यो सुकुटीलाई चाहिँ पहिला मतलब पानीमा बोइल गर्नुपर्छ फ्राई गर्नु अगाडि। अनि त्यही मतलब अलिकति जो सफ्ट हुन्छ, सफ्ट भएपछि चाहिँ सानो सानो पिसमा काटेर यसरी बोइल मतलब फ्राई गर्नुपर्छ। फ्राई गरेको बादमा चाहिँ यो यस्तो मतलब गोल्डन ब्राउन क्रिस्पी देख्दैछ। त्यहाँदेखि लसुनलाई पनि त्यसरी नै फ्राई गर्दैछु गोल्डन ब्राउन हुने गरी। त्यसपछि निकाले अनि अदुवालाई पनि त्यसरी नै हल्का गोल्डन फ्राई क्रिस्पी फ्राई गर्नु होला। अनि यो अलिकति मतलब गोल्डन क्रिस्पी भएपछि चाहिँ मैले निकालिदिएँ। त्यसको बादमा मसला बनाउनुपट्टि लाग्दैछु। अलिकति हल्दी हालिदिएँ। त्यहाँदेखि त्यो अघि जिरा भुटेको पिसेको जिरालाई पनि हालिदिएँ मैले। त्यसको बादमा यो धनियाको पाउडर पनि 2 चम्मच हालेँ। त्यसलाई हल्का हल्का फ्राई गर्दैछु। त्यसको बादमा यो तिखालाल हालिदिएँ। तपाईँलाई जति पिरो खानुहुन्छ त्यही अनुसारले हाल्दा हुन्छ हैन। मैले चाहिँ अलिक कम्ती नै हालेको थिएँ। अनि त्यहाँदेखि यो लसुन अघिको अदुवालाई पनि मैले हालेर हल्का हल्का फ्राई गर्दैछु। त्यसको बादमा तपाईँले नुन मतलब नुन चाहिँ 50% जति हाल्नु होला फर्स्टमा मसलाको लागि मात्रै। अनि मासु हालिसकेर फेरि तपाईँले एड गर्दा हुन्छ मतलब बाँकीको नुन। त्यसलाई मजाले चलाउँदैछु मैले त्यहाँदेखि हैन मतलब मसला सबै मिक्स होस् भनेर। अनि यो सबै भइसकेपछि चाहिँ मैले निम्बुलाई पनि निचारेर यसमा माथिबाट एड गरिदिएँ। अनि लास्टमा चाहिँ मैले धनियालाई काटेर माथिबाट गार्निस गरिदिएँ।